मसँग 4 वटा स्केट सुज छ तर मलाई खेल्न पटक्कै आउँदैन। आज म सिकेर देखाउने छु। मैले चाहिँ यो जुत्ता किनेदेखि खेल्ने मौका पाएको थिएन, त्यसैले आज समय मिलाएर मैले स्केट सुज लिएँ अनि पार्कतिर लागेँ। मलाई नेपाल हुँदा लाग्थ्यो जापानको रोडहरू यस्तो चिल्लो हुन्छन्, रोडमा पनि स्केट गर्न मिल्छ भनेर, तर रोडमा स्केट खेल्दा चाहिँ फाइन लाग्दो रहेछ। त्यसैले म पार्क जाँदैछु। पैसा तिरेर स्केट खेल्ने ठाउँ पनि हुँदो रहेछ, त्यसमा घण्टाकै 5000 लाग्दो रहेछ। त्यसैले मैले 5000 मा 2 जोडी जुत्ता किनेको। अनि यो चाहिँ हाम्रो स्केट खेल्ने पार्क। जापानमा हरेक 5 मिनेटमा पार्क त हुन्छ, तर यो पार्क चाहिँ एकदमै चिल्लो छ, त्यसैले स्केट खेल्न एकदमै राम्रो। म पहिला नेपाल हुँदा एकचोटि खेलेको थिएँ, तर अहिले सबै बिर्सिसकेको छु। मतलब ब्यालेन्स गर्न त आउँछ, तर त्यति राम्रोसँग चलाउन आउँदैन। अनि मैले युट्युबमा हेर्दा सुरुमा स्केटिङ गर्दा भी सेप गरेर चल्नु पर्दो रहेछ, त्यसैले मैले भी सेपमा हिँड्ने प्र्याक्टिस गरेँ। अनि एकचोटि त नराम्रोसँग लडेको पनि थिएँ, तर हल्का फुल्का प्र्याक्टिस गर्दा गर्दा नर्मल स्पिडमा चलाउनु भइसकेको थिएँ। अनि यो पार्कमा चाहिँ अर्को महिनादेखि स्केटिङ गर्न मिल्दैन, सबै बरफले ढाकिएको हुन्छ, त्यसैले आज धेरै पछि स्केटिङ गर्दा मजा लागिरहेको थियो। अनि यसो बादल हेरेको सबै कालो भएको थियो, त्यसैले पानी पर्छ भन्ने डरले हल्का फुल्का छिटो छिटो प्र्याक्टिस गरेँ। अनि पर्फेक्ट त हुन सकेन, तर अझै 1-2 घण्टा प्र्याक्टिस गरेको भए पर्फेक्ट हुन्थ्यो होला। मलाई भिडियोमा त्यति बोल्न त आउँदैन, अनि एडिटिङ पनि खासै राम्रो छैन, बट मैले भिडियो बनाउन ट्राई गरिरहेको छु। यदि मन पर्छ भने फलो गर्नु होला। आजको लागि यति नै, बाई बाई।